हेलो नमस्ते सम्पूर्णमा आज चाहिँ म जीके क्वेशनहरु नेपाली जीके क्वेशनहरु लिएर आएको छु। के कस्तो लाग्छ भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्दिनु होला। मन पर्यो भने लाइक कमेन्ट गरिदिनु होला र बेल आइकन पनि थिचिदिनु होला। यस्तै भिडियोहरु मैले सधैँ ल्याउने गर्छु। अब भिडियो स्टार्ट हुन्छ। क्वेशन नम्बर 1 सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो? अप्सन ए पृथ्वी, अप्सन बी मंगल, अप्सन सी बृहस्पति, अप्सन डी शनि। यसको सही आन्सर रहेको छ अप्सन नम्बर सी बृहस्पति। क्वेशन नम्बर 2 नेपालको राजधानी कुन ठाउँ हो? अप्सन ए पोखरा, अप्सन बी विराटनगर, अप्सन सी काठमाडौँ, अप्सन डी ललितपुर। यसको सही आन्सर हुन्छ अप्सन नम्बर सी काठमाडौँ। क्वेशन नम्बर 3 पृथ्वीको सबैभन्दा गहिरो महासागर कुन हो? यसको सही आन्सर रहेको छ अप्सन नम्बर सी प्रशान्त महासागर। और जापानको राष्ट्रिय फूल कुन हो? अप्सन ए गुलाब, अप्सन बी चिरी, अप्सन सी कमल, अप्सन डी सूर्यमुखी। सही आन्सर रहेको छ अप्सन नम्बर बी चिरी। क्वेशन नम्बर 5 हनुमान ढोकाको मूर्तिको निर्माण गर्ने राजा को हुन्? अप्सन ए प्रताप मल्ल, अप्सन बी महेन्द्र मल्ल, अप्सन सी रत्न मल्ल, अप्सन डी जयप्रकाश मल्ल। सही आन्सर रहेको छ अप्सन नम्बर ए प्रताप मल्ल। क्वेशन नम्बर 6 कफी खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो? अप्सन ए स्याङ्जा, अप्सन बी गुल्मी, अप्सन सी सिन्धुपाल्चोक, अप्सन डी जाजरकोट। यसको सही आन्सर रहेको छ अप्सन नम्बर बी गुल्मी। क्वेशन नम्बर 7 नेपालको सबैभन्दा ठूलो गुफा कुन हो? अप्सन ए चमेरो गुफा, अप्सन बी गुप्तेश्वर गुफा, अप्सन सी महेन्द्र गुफा, अप्सन डी सिद्ध गुफा। यसको सही आन्सर रहेको छ अप्सन नम्बर डी सिद्ध गुफा। क्वेशन नम्बर 8 चाङ्गु नारायणको मन्दिर कुन शैलीमा निर्माण भएको छ? अप्सन ए राजपूतल शैली, अप्सन बी शिखर शैली, अप्सन सी प्यागोडा शैली, अप्सन डी गुम्बद शैली। तो सही आन्सर रहेको छ अप्सन नम्बर सी प्यागोडा शैली। क्वेशन नम्बर 9 गण्डकी नदीको सबैभन्दा ठूलो सहायक नदी कुन हो? अप्सन ए कालीगण्डकी, अप्सन बी त्रिशुली नदी, अप्सन सी सेती नदी, अप्सन डी कर्णाली नदी। यसको सही आन्सर रहेको छ अप्सन नम्बर ए कालीगण्डकी। क्वेशन नम्बर 10 राजा बनेको 3 दिनमै मृत्यु हुने राजा को हुन्? अप्सन ए महेन्द्र, अप्सन बी राजेन्द्र, अप्सन सी सुरेन्द्र र अप्सन डी दिपेन्द्र। सही आन्सर रहेको छ अप्सन नम्बर डी दिपेन्द्र। क्वेशन नम्बर 11 सेतो बाघ उपन्यासका लेखक को हुन्? अप्सन ए लक्ष्मीप्रसाद देवकोटा, अप्सन बी डायमन शमशेर, अप्सन सी हिमनिधि तिवारी, अप्सन डी बालकृष्ण सम। यसको सही आन्सर के हुन्छ हजुरहरूले कमेन्ट बक्समा गरिदिनु होला, कमेन्ट गरिदिनु होला। आजको भिडियो के कस्तो लाग्यो हजुरहरूलाई? मन पर्यो भने कमेन्ट बक्समा गएर कमेन्ट गर्नु होला अनि लाइक पनि गर्नु होला।
अनि सब्स्क्राइब पनि गरिदिनु होला, किनभने मैले यस्तो भिडियोहरू फेरि पनि ल्याउने गर्छु। थ्याङ्क्स फर वाचिङ।